चौर पनि कति सानो भयो कस्तो रात चल्दै कस्तो मैले आर्टिफिसियल भयो तीनटा स्कुल कस्तो दामी आर्टिफिसियल ठाउँलाई यार कस्तो बनाइदियो होला है ए नेचुरललाई आर्टिफिसियल बनाइदियो धमाधम क्रिकेट स्टेडियम पनि बन्दैछ प्यारापिटहरू बन्नलाई रेडी भइरहेको छ र टन्डैलार चाहिँ पानीले चाहिँ मौसमले चाहिँ त्यति साथ दिला जस्तो आज लागिरहेको छैन आज के नेपालले चाहिँ केही गरेको खण्डमा चाहिँ आज चाहिँ सुनौलो युग हुनसक्ने अवस्था छ नेपालको लागि दर्शकहरू बिस्तारै बिस्तारै चाहिँ आउने क्रम जारी पनि छ अब पानीले खेल डिस्टर्ब गरेन भनेदेखि चाहिँ आजको खेल हेर्न लायकको हुनेछ टाट पनि बाहिर छ टाट सोध्नको लागि रेडी अवस्थामा छ कम्तीमा 20,000 क्षमता हटाउने गरी बनाइरहेको चाहिँ यो टियु ग्राउन्डमा असाध्यै राम्रो प्यारापिट बन्दैछ प्रकृतिको सुन्दर रमणीय दृश्यले हामीलाई मनमोहित गरिरहेको छ प्यारापिट बनिसकेपछि पूर्ण रूपमा तयार भएपछि प्यारापिटले चाहिँ असाध्यै राम्रो काम गर्छ भन्ने चाहिँ हामीले गरेका छौँ पानीले डिस्टर्ब गर्न लागि जस्तो भइसकेको छ र यहाँ पिच छोप्नको लागि चाहिँ उहाँहरू चाहिँ आइसक्नु भएको छ पानी हल्का पानीको सङ्केत देखिएको छ के आज म्याच होला त साथीहरू कमेन्टमा लेख्नु होला आज म्याच हुन्छ कि हुँदैन र कसले जित्छ नेपालले जित्छ कि विपक्षी टिमले जित्छ हजुरहरू कमेन्ट गर्दै गर्नु होला साथीहरू हामी तपाईहरुलाई टियु ग्राउन्डबाट प्रत्यक्ष प्रसारण देखाइरहेका छौं र आज नेपालको म्याच एकदम कडा हुने हामीले जानकारी पाएका छौं र खेलाडीहरू चाहिँ ग्राउन्डमा तम्तोयार भएर बसिसकेका छन् र प्र्याक्टिस पनि गर्दै छन्।
लाइभ चलिरहेको छ आज। के आज नेपाली जित्ला त? नेपाली जित्यो भने त बडा मजा हुन्थ्यो। आज नेपाली जितेको खण्डमा नेपाली क्रिकेट इतिहासमा सुनौलो अक्षरले चाहिँ लेख्ने दिन पनि हो आज। हेर्दै जाउँ के हुन्छ आज। आज दर्शक पनि त्यत्तिकै सङ्ख्यामा उपस्थित हुन्छन् भन्ने मैले आश पनि गरेको छु। दर्शकहरूको बाक्लो उपस्थिति भयो भने त बडा मजा हुन्थ्यो। चिउको मौसम पनि आज सफै छ होइन। मौसमले पनि खासै त्यस्तो असर गरेको छैन। नवनिर्मित क्रिकेट स्टेडियम मजाले तयार हुँदैछ। लगभग अबको 3 महिनामा चाहिँ क्रिकेट स्टेडियमको चाहिँ तयार हुने जस्तो कुरा हामीले बुझेका छौँ। त्यसपछि क्रिकेट स्टेडियम तयार भइसकेपछि त बडा मजाको चाहिँ म्याच चल्नेछ। देख्नुभयो त्यसले ए 12 जना फिल्डर भयो भने यो कुकुरलाई बाहिर निकाल न। यो कुकुर सहित 12 जना भइसक्यो फिल्डमा। ल अर्को फिल्डर पनि रहेछ। 12 जना खेलेर हुन्छ। एकअर्कामा हात मिलाउनको लागि रेडी भइसकेका छन् र हात मिलाउँदैछन् खेलाडीहरू। ग्राउन्ड स्टाफहरू आफ्नो काम गर्न व्यस्त छन्। डोरीहरू सबै मिलाउँदै हुनुहुन्छ। कोही रातो डोरी छ त कोही सेतो डोरी छ। खेलाडीहरू बेन्चमा गएर बसिरहेका छन्। हेर्दै जाउँ के हुँदैछ अझै। आजको क्रिकेट चाहिँ बहुतै इन्ट्रेस्टिङ हुनेवालामा छ र यो क्रिकेटको प्रत्यक्ष लाइभमा हामी जोडिएका छौँ। हेर्दै जाउँ कति रमाइलो हुन्छ के हुन्छ।